ए यहाँ पानी नै छ पहिला यो पोखरी नै थियो यो पोखरी हो त्यो पहिला पोखरी हो तर पुरेको यो पुर्यो ए उता भेल पसेर पुर्यो अनि यसलाई एउटा व्यवस्थापन गर्न नसकेर पनि हो व्यवस्थापन गर्न नसकेर हो अब यहाँ पस्ने भने मान्छे डुबिन्छ फेरि निकै गहिरो छ यहाँ पस्ने हो भने डुबिन्छ क्या यति यति डुब्छ यो मान्छे गर्नुहुन्छ 4 फिटको वाल लगाएर यसलाई भेललाई छेक्ने अनि यो मेसिन लगाएर यो मुनिको यो लेदो निकाल्ने यसो सबै खोरहरू निकाल्ने खोरहरू निकालेर यो यी रुखहरू यी कुहिएका यी ढलेका रुखहरू पोखरीमा पसेका छन् यी सबै निकाल्ने हजुर अनि यो निकालेर यो पोखरी नै हो पुरानो पोखरी हजुर अनि एकदम चप्पसँगले अनि भएछ भने यहाँनिर बाटो हिँड्नलाई पनि खान उपयुक्त पानी राख्ने पिउन यही हो पानी पिउने हेलो हामीले चाहिँ डिभिजन वन कार्यालय ताप्लेजुङको पोखरी संरक्षण कार्यक्रममा चाहिँ हामीले यहाँ चाहिँ एउटा पोखरी डिभिजन वन कार्यालय बनाएको छ त्यसमा चाहिँ हामीले अनुगमन गर्न आएको यहाँ चाहिँ यसपल्ट 24 मिटर छ यहाँ चाहिँ डिओ साहब लगायतका हाम्रो कलामिसहरूले हामीले दिएको पैसाबाट यो वाल बनाइएको यो पोखरी चाहिँ सुरुमा लेदो थियो अनि त्यसपछि यो पोखरीलाई चाहिँ अलि गहिरो बनाइएको नेचुरल प्राकृतिक अवस्थामा त्यहाँ पूजा गर्ने ठाउँ छ यो पहिलादेखि नै यहाँ पानी आइरहेको थियो यसलाई हामीले जनावरले पानी खाने गरी यो बनाउन खोजेका छौँ होइन विष्णु सर यसको बारेमा हजुरले 2 शब्द भनिदिनु त हजुर हजुरलाई काम कस्तो लाग्यो काम ठिक छ त बुझेको छैन पानीको मन छेउको भए पानी मन सुक्ने सम्भावना हुन्थ्यो तर राम्ररी गर्नु भएको छ तर अलिकति यसको विकास चाहिँ राम्ररी मिलाएर गरिदिएको हुन्छ थोरै चाहिँ त्यहाँ चाहिँ अलि ड्याम बनाउनु पहिला चाहिँ तपाईँको यहाँ झार जङ्गल अनि तपाईँको कुहिएको ढलेको मक्केको सडेको रुखहरूले पुरिएको अवस्था प्राकृतिक पोखरीलाई अनि पछि चाहिँ हामीले अब मेसिनद्वारा त्यसलाई सफा गरेको अनि खनेर सफा गरेर यहाँ मेसिनरी वाल लगाएर भेल छेक्नको निम्ति अनि माथिपट्टिको भेल छेक्नको निम्ति 50 मिटर पच्ची नाली छ त्यो पनि भेल बाहिरको पानी छेक्नको निम्ति हामीले त्यही नै गरेका छौँ अहिले यहाँ कुन जनावर आएर पानी खान्छन् त यहाँ तपाईँको विचारमा यहाँ प्रायः जस्तो लोकल पाइने भनेको मृग हो यहाँ धेरै पाइने मृग हुन्छ अनि कालिजहरू भयो होइन मृग रेडपन्डा हुन्छ त्यो एरियामा पोखरीको इतिहास कति वर्षको हो यो पहिलादेखि थियो के छ मैले जाने भिडियो अनुसार चाहिँ यो धेरै अगाडिदेखि थियो पहिला गोठ बस्थ्यो यो जङ्गलमा गोठ बस्दाखेरि गोठमा पानी खानु लानु जान्थ्यो पछि पोखरी चाहिँ तपाईँको त्यो प्राकृतिक पोखरी चाहिँ रोड खन्नुदेखि यता पुरिएर गयो अनि अहिले अब फेरि पुनः पोखरीमा चाहिँ परिणत भयो हस् धन्यवाद